त्यति राम्रो गाड दिनुभएको छ चतुर्थ सरको शब्दलाई भनिरहेको छु झ्याम्मै चाहिँ अहिले बल्ल देखियो 17 बनाइसकेको छ प्रभात माध्यमिक विद्यालयले भने ज्ञानज्योतिलाई एकदम चुनौती छ यो खेल चुनौतीपूर्ण देखियो एकदमै 17 18 15 अङ्कका साथ लिड गरिरहेको छ 3 पोइन्ट लिड गरिरहेको छ ज्ञानज्योति पछ्याइरहेको छ निकै उत्कृष्ट खेल हामीले यहाँ हेरिरहेका छौँ यो बिहानीको समयमा अति राम्रो खेल भयो 16 18 को अवस्था छ अहिले 16 18 हेरौँ यो खेल तेस्रो सेटमा पुग्छ कि प्रभात माविले सोझो सेटमा चाहिँ बिट गर्दै आफ्नो जित दर्ज गर्छ त्यो भने हेर्न बाँकी नै छ प्रभात राम्रो खेल्दो रहेछ कि ताने यो सँगै 19 नम्बर प्रभातको भने ज्ञानज्योति आधारभूत विद्यालयको 16 उल्टो कट आइसकेको छ विकल्प छैन हामीले ज्ञानज्योति आधारभूत विद्यालयले फेरि अङ्क जोडेको छ 18-19 प्रभातले 1 नम्बर लिड गरिरहेको छ भन्न नसक्ने स्थिति छ एकदम चुनौतीपूर्ण नम्बर चाहिँ ज्ञानज्योति आधारभूत विद्यालय र प्रभात माध्यमिक विद्यालयको इक्वाल भएको छ दिनेश आएपछि हुने भयो कि उताको जित्ने भयो दिनेश भित्र सिधै नि अब दिनेश भित्र सिर्छन् दिनेश दिनेशहरू भित्र छिरिसक्नु भएको छ उहाँको राम्रो स्पाइक खतरा हान्नुहुन्छ अब हेर्नु होला एकदमै बल चाहिँ आउट गएको छ र नम्बर अझै पनि इक्वल रहेको छ एकदम प्रतिस्पर्धा खेल प्रतिस्पर्धा है एकदम उत्कृष्ट 20-20 सिङ्गो खेल हुन गयो प्रभातले 20 को अवस्था रहेको छ एकदमै चान्स ओ माई गॉड फेरि पनि प्रभात माध्यमिक विद्यालय 1 नम्बर जोडेको छ यो सँगै प्रभातको 21 र ज्ञानज्योतिको 18 सरी 20 नम्बर अल 21 नम्बर चाहिँ अल 21 ल है एकदमै प्रतिस्पर्धा भइरहेको छ गेम ओ माई गॉड दिनेशहरुको एकदमै राम्रो स्पाइक रहेको छ एकचोटी हान्न पर्छ एकचोटी हान्न पाउनु यो त पाउनु एकचोटी चेन्ज भइहाल्यो चेन्ज भएन खेले त गइन थिए अनि त्यो पाउँछ यता फलो गर्नलाई हो जित्यो 21-23 हजुर 24-25 21 अब 2 अङ्क पछाडि छ प्रभात भने माई गॉड 4 अङ्क पछाडि छ दिनेशहरु अगाडि आएसँगै फेरि पनि खेल्ने प्रभात ओ माई गॉड फेरि पनि आउट भइसकेको छ अहिले चाहिँ एकदमै एटेन्सन भएको छ अहिले चाहिँ ज्ञानज्योति आधारभूत विद्यालयको 22 र प्रभातको 23 ओ माई गॉड फेरि ज्ञानज्योति आधारभूत विद्यालयको आउट अब यो सँगै लास्ट भएको छ प्रभातको अब मात्र 1 नम्बर खाँचो परेको छ प्रभातलाई हेरौँ ज्ञानज्योतिलाई निलमा हाल्ला जस्तो छ तर हुँदैन होला के किन भन्दा दिनेशहरु पछाडि बाहिर गइसक्नु भयो त्यही भएर हुँदैन फेरि
नम्बर उपल लास्ट उपल लास्ट अङ्क 23 अब यताको नम्बरले यताकोले एक ल्यायो भने फेरि उपल बग्छ यसमा ज्ञानगति आबी अब एक चान्स एकदमै प्रभातलाई छ अहिलेलाई यो चान्स राम्रो गरे भने ल बाहिरबाट ओ माई गड फेरि पनि हानिसक्नु भएको छ हो फेरि पनि उपल अल एकदमै उत्कृष्ट खेल टाइम लिइसक्नु भएको छ र अब उहाँहरूले चाहिँ एकदमै डोनेसन गर्दै हुनुहुन्छ निकै घन्टा खेल